गायिका द्वय एलिना चौहान र कला लम्साल बीच पुनः चर्किएको विवाद। बिग्रिएको सम्बन्धको हल्ला चिर्दै काकु र जिग्रीको दर्शकमाझ नयाँ सरप्राइज। हिट मेसिन बनेकी अञ्जना, साथमा 4 फिल्म ब्लकबस्टर भएपछि गरिने यस्तो डिमान्ड। गायिका द्वय एलिना चौहान र कला लम्साल बीच केही समय अघि सेलाएको विवाद फेरि सतहमा आएको छ। दुवै कलाकारले एक अर्काप्रति सार्वजनिक रूपमा कटाक्षेर आरोप प्रत्यारोप सुरु गरेपछि यो विवाद पुनः चर्किएको हो। केही दिन अघि कला लम्सालले एक पोडकास्ट कार्यक्रममा बोल्दै नाम नलिकन एक सेलिब्रिटीमाथि आरोप लगाएकी थिइन्। उनले ती कलाकारले आफ्नो सिक्री लगाएर अन्तर्वार्तामा आफ्नै कुरा काटेको दावी गरेकी थिइन्। उनले भनेकी थिइन्, एकजना सेलिब्रिटी हुनुहुन्छ, मेरो सिक्री उहाँसँग थियो, एउटा चर्चित पोडकास्टमा गएर मेरै सिक्री लगाएर मेरै कुरा काट्नुभयो। त्यो देखेर अचम्म लाग्यो, हाँसो पनि उठ्यो। कलाको यो अभिव्यक्ति सामाजिक सञ्जाल टिकटकमा तीव्र रूपमा भाइरल भयो। त्यसपछि एलिना चौहान ट्रोलको शिकार नै बनिन्। एलिनाका समर्थकहरूले भने कलाले जानाजान एलिनाको नाम नलिकन संकेत गरेर चर्चा कमाउन खोजेको आरोप लगाए। स्वभाव अनुसार एलिना चौहान यस विषयमा मौन बसिनन्। उनले टिकटक मार्फत कडा प्रतिक्रिया दिँदै एक भिडियो क्लिप सार्वजनिक गरिन्। उक्त क्लिपमा कला लम्साल पत्रकारसँग अन्तर्वार्ताका क्रममा कफी पिउँदै अनौपचारिक कुराकानी गरिरहेको देखिन्छ। यद्यपि भाइरल बनेको अन्तर्वार्ता भने यही नभएको एलिनाले उल्लेख गरेकी छन्। उक्त क्लिपमा कलाले लिभ त्यहीबाट कट गरौँ, एलिनातिर मोड, यो त अफलाइनै भनेको सुनिन्छ। एलिनाका अनुसार अफलाइन भनिएको उक्त अंश पनि पत्रकारले नकाटी अनलाइनमा प्रकाशित गरेका थिए, जसलाई पछि हटाइएको थियो। तर त्यसअघि नै एलिनाका फ्यानहरूले उक्त क्लिप सुरक्षित गरेर उनलाई पठाइसकेका थिए। सोही क्लिप एलिनाले सार्वजनिक गरेकी हुन्। एलिनाले भनिन्, उहाँको इन्टेन्सन के रहेछ भने मेरो नाम लिनु, अन्तर्वार्ता लिने मान्छेलाई मेरो बारे सोध भन्नु र भाइरल हुनु। मैले त्यो बुझेर उहाँलाई चलाएँ। त्यसपछि फेरि अर्को पोडकास्टमा गएर सिक्रीको विषय निकाल्नु भयो। एलिनाले उक्त पोडकास्टमा आफूले कलाको सिक्री लगाएको कुरा स्वीकार गरेकी छन्। उनले त्यसबारे प्रश्न पार्दै भनिन्, अमेरिकामा उहाँले लुगासँग नमिलेको भन्दै सिक्री राखिदेऊ न भन्नुभयो, घाँटीमै लगाएर राख है भन्नुभयो। मैले हुन्छ दिदी भनेर लगाएँ। पछि उहाँ अर्गनाइजरसँग झगडा भएर हतारमा नेपाल फर्किनु भयो। फर्किँदा माग्न बिर्सनु भयो, मसँग नै रह्यो, मैले नेपाल आएर दिन्छु भनेकी थिएँ। एलिनाले अन्तर्वार्तामा जाँदा ध्यान नपुगेर सिक्री लगाएको स्वीकार गर्दै आफूलाई गलत नियतले आरोप लगाएको बताइन्। उनले भावुक हुँदै भनिन्, मैले चोरेको होइन, मलाई चोर जस्तै बनायो। तपाईको सिक्री मात्र होइन, तपाईको किड्नी किन्न सक्ने औकात बनाएको छु, त्यसरी मलाई नराम्रो बनाउनु पर्दैन। म चाहिँ जहिले पनि अति भइसकेपछि मात्रै बोल्ने मान्छे हो होइन। पहिला तपाईँहरू यो भिडियो हेर्नु, अनि त्यस पछाडि म बिस्तारै सबै कुराहरू क्लियर गर्दै जान्छु है त। लिमिट त्यहीँबाट कट गरौँ, एलिनाकोतिर मोड है, दिदीले कट हान्दैन, यो त अफलाइन है। ल अब देख्नुभयो होइन, उहाँको इन्टेन्सन भनेको चाहिँ मेरो नाम लिने, इन्टरभ्यू लिने मान्छेलाई मेरो बारेमा सोध भनेर भन्ने, अनि त्यस पछाडि भाइरल हुन्छ भनेर चाहिँ उहाँको इन्टेन्सन रहेछ। अनि यो वाला क्लिप चाहिँ के भएछ भने एडिटै नगरिकन बिर्सेर आएछ कि युट्युबमा, आजभन्दा 4-5 दिन अगाडिको कुरा है यो चाहिँ। अनि त्यसमा मेरो फ्यानहरूले त हेर्छन्, 1300-1400 भ्युज गएको थियो। अनि हतार उहाँ डिलिट भयो त्यो। अब किन कसरी डिलिट भयो मलाई थाहा छैन, तर मलाई चाहिँ यो स्क्रिन रेकर्ड आइसकेको थियो। त्यस पछाडि मैले उहाँको इन्टेन्सन थाहा पाएँ कि उहाँलाई चाहिँ अब मेरो नाम लिएर चाहिँ आफू चल्नु पर्ने रहेछ भनेर चाहिँ मैले उहाँको इन्टेन्सन थाहा पाएर मैले उहाँलाई चलाइनँ। त्यस पछाडि फेरि उहाँ अर्को पोडकास्टमा जानुभयो अनि सिक्रीको कुरा निकाल्नुभयो। सिक्रीको कुरा चाहिँ के भएको थियो भने उहाँले चाहिँ अरू लुगाहरू लगाउँदाखेरि त्यो सिक्री नसुहाएर, नानी यो सिक्री राखिदेऊ न है, यो लुगामा सुहाएन, हराउँछ, घाँटीमै लगाएर राखिदेऊ भनेर भन्नुभयो मलाई है। अनि त्यस पछाडि मैले त्यो सिक्री हुन्छ दिदी भनेर घाँटीमा लगाएर राखिदिएँ। अनि उहाँले अर्गनाइजरसँग झगडा परेर उहाँ नेपाल आइसकेपछि चाहिँ
अनि उहाँले त बिर्सिनु भयो क्या, अब हतार हतारमा नेपाल आउनु बिर्सिनु भयो। मैसँग थियो, अन्त दिदी सिक्री छुटेको छ, म नेपाल आएर राखेर दिन्छु तपाईँलाई भने हस् भन्नुभयो। अनि नेपाल आउने बेलामा मलाई त होस हुँदैन नि त, चोरेको होइन केही होइन, उहाँले त यसरी भन्नुभयो कि मलाई त चोर जस्तै बनाइदिनु भयो। उहाँले कान खोलेर चाहिँ मजाले सुन्दा हुन्छ है, तपाईँको सिक्री होइन कि तपाईँको किडनी किन्ने औकात मैले बनाएको छु क्या, तपाईँले यसरी मलाई नराम्रो बनाउनु पर्दैन, बुझ्नुभयो नि। दिल म औँला ठड्याएरै भन्छु तपाईँलाई, बुझ्नुभयो। तपाईँको साँच्चीकै मैले तपाईँको किडनी किन्ने औकात बनाएको छु कि, त्यति दुःख गरेको छु मैले, बुझ्नुभयो। तपाईँको यस्तो सिक्रीको कुरा गरेर त्यसरी अर्काको बेइज्जत गर्नु राम्रो कुरा होइन। र यो कहानी कहाँबाट सुरु भयो भने आज म सबै कुरा भन्छु कि, किनभने भन्नै पर्यो नि त होइन। उहाँ चाहिँ के रहेछ भने उहाँको चाहिँ ढाडको नसा च्यापिएको रहेछ पहिल्यै, नेपालमा हुँदाखेरि ढाडको नसा च्याप्याएर चाहिँ थेरापी गर्नुभएको रहेछ। डक्टरले चाहिँ उहाँलाई चाहिँ अपरेसन गर्नु, तपाईँ चाहिँ फ्लाइटको लागि रेडी हुनु हुँदैन भनेर भनेको रहेछ है। त्यस पछाडि उहाँले म त अमेरिका जान आँटेको डक्टर भनेर चाहिँ उहाँले चाहिँ अपरेसन नगरिकन रोग लुकाएर अमेरिका आउनु भएछ, दबाई पनि नबोकिकन, किनभने त्यो दबाई चाहिँ फ्लाइटमा चाहिँ बोक्न दिँदो रहेछ। अनि उहाँले अमेरिका आउनको लागि चाहिँ आफ्नो रोग लुकाएर आफ्नो ज्यानको परवाह नगरिकन अमेरिका आउनुभयो। अमेरिका आएपछि उहाँ बुरुक त्यो जम्पिङमा उफ्रेकोवाला भिडियो मेरोमा गएर हेर्नु, त्यहाँ उफ्रिनु भयो, के गर्नुभयो, हिल्लाएर नाच्नु भयो। त्यस पछाडि त्यो बेडमा 2-3 दिनसम्म त्यो सुते गरेर उहाँको नसा च्यापियो, ढाडको नसा च्यापिसकेपछि चाहिँ यहाँ हामीले डक्टरलाई पनि फोन गऱ्यौँ। अब त्यो अर्गनाइजरले मसँग नराम्रो हुनुभयो भन्दैमा मैले सत्य कुरा भन्न छोड्नु हुँदैन, बुझ्नुभयो। उहाँले राम्रो गरेको कुरालाई राम्रै भन्नुपर्छ। उहाँले डक्टरलाई फोन गर्नुभयो, उहाँ जुन अर्गनाइजरसँग मेरो पनि झगडा परेको थियो, उहाँले डक्टरलाई फोन गर्दाखेरि चाहिँ उहाँलाई नेपाल पठाउनुहोस् भनेर भन्नुभयो है। अनि उहाँले चाहिँ म थेरापी गर्छु, म नेपाल जान्छु, उहीँ गएर ठिक हुन्छु, के गर्नु त नि, मेरो कर्मै यस्तो रहेछ भनेर हामीसँग रोएर अङ्गालो मारेर उहाँले बिदाई माग्नुभयो। अनि हामी हाम्रो प्रोग्रामतिर लागेपछि बिच बाटोमा पुगेपछि उहाँको दिमागमा के घुम्यो थाहा छैन। त्यस पछाडि उहाँले फ्लाइट एयरपोर्ट जानुभन्दा 1 घन्टा अगाडि चाहिँ म जाँदिनँ भन्दै न्यु खोज्नुभयो अर्गनाइजरसँग। अब उहाँहरूको के भएर उहाँ आउनु पनि भयो, उहाँ त्यस्तै सिकिस्तै मर्न लागेको बिरामी भएको भए त उहाँ नेपाल आइपुग्नु पनि हुन्न थियो र उहाँलाई प्लेनमा राख्दा पनि राख्दैन थियो। मर्न लागेको बिरामीलाई कहिले पनि प्लेनमा राख्दैन है, सत्य कुरा भनिरहेको छु है मैले अहिले। त्यस पछाडि आएपछि उहाँलाई हामीले प्रोग्राम गऱ्यौँ भनेर भत जलन भएर उहाँलाई पागल हुनुभयो है। त्यस पछाडि उहाँले बद्री दाइलाई पनि उहाँले तपाईँले मलाई साँच्चैको बहिनी मान्नुहुन्छ भने म टिकट गरिदिन्छु, तपाईँ फिर्ता आउनुहोस् भनेर भनेको मैले यो कानले सुनेको छु मैले। त्यस पछाडि मलाई पनि झम्टिनु भयो, प्रताप दाइलाई पनि झम्टिनु भयो, सबैजनालाई झम्टिनु भयो है। भगवानले मुख आफैलाई दिएको छ सबैजनालाई, मलाई पनि नराम्रो भएको हो, म आफै आएँ। मैले प्रताप दाइले मेरो लागि बोल्दैन, मानवता नभएको, बद्री दाइले मेरो लागि बोल्दैन, मानवता नभएको भनेको छुइनँ। अहिले पनि मेरो सम्बन्ध एकदम बद्री दाइ र प्रताप दाइ एकदम मेरो मनको प्रिय दाइहरू हुनुहुन्छ अहिले पनि है। उहाँलाई चाहिँ अनि त्यस पछाडि अलिकति मेरो बारेमा बोलेपछि अनि कमेन्टभरि आउनु थाल्यो नि त, एलिना चौहानले गर्दा चिनेको भनेर। अनि उहाँले अहिले त्यही टेक्निक युज गर्दा चिन्नु तपाईँ राम्ररी चिन्नु, तर तपाईँले यसरी चिनिराख्नु भएको छ नि, साँच्चीकै तपाईँले आफूलाई चिनाइराख्नु भएको छ है। अनि तपाईँले लेभल मिलेन भन्नुभयो नि, तपाईँ जस्तो मान्छेसँग चाहिँ मेरो लेभल मिल्दैन। म भनेको स्ट्रेट फरवर्ड त घुसघुसे भित्रभित्र अर्काको डाँबाट पत मर्ने मान्छे होइन, म आफ्नो काम गर्ने मान्छे हो। मलाई कसैले चलाउन आउँछ भने मलाई बद्री दाइले त्यतिकै काली नाग भनेको होइन क्या, मलाई कसैले चलाउन आउँछ भने म त्यसलाई छोड्दिनँ है। यति कुरा याद गर्नु होला कला लम्सालजी। यसै क्रममा एलिनाले कला लम्साल अमेरिकाबाट नेपाल फर्किनुको कारण समेत सार्वजनिक रूपमा उठाउँदै कला आफ्नो स्वास्थ्य सम्बन्धी समस्या लुकाएर अमेरिका गएको आरोप समेत लगाएकी छन्। दुवै कलाकारको यो सार्वजनिक आरोप प्रत्यारोपले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने विवाद अझै थप चर्किने संकेत देखिएको छ। बक्स अफिसमा 51 दिन मनाउँदै सफल प्रदर्शन जारी रहेको फिल्म परानका निर्देशक दीपक प्रसाद आचार्य र लाज शरणमका निर्देशक कुमार कचेल एउटै फिल्ममा देखिएका छन्। उनीहरूबीच नयाँ चलचित्रको तयारी भइरहेको चर्चाले नेपाली फिल्म उद्योगमा उत्सुकता थपेको छ। केही समय यता दीपक प्रसाद आचार्य र कुमार कचेल बीच सम्बन्ध राम्रो नरहेको भन्ने हल्ला
चलिरहेका बेला यी सार्वजनिक भएका केही तस्बिरहरूले सबै अड्कलबाजीलाई खारेज गरिदिएको छ। तस्बिरमा उनीहरूसँगै चर्चित वितरक रोहित कटेल र ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल पनि देखिएका छन्। सफल निर्देशकहरू बजारमा बलियो पकड बनाएका वितरक तथा प्रभावशाली डिजिटल प्लेटफर्मका प्रतिनिधि एउटै ठाउँमा देखिनुले नयाँ प्रोजेक्टको तयारी तीव्र रूपमा अगाडि बढिरहेको संकेत दिएको छ। यो संयोजनले दर्शक र चलचित्र वृत्तमा विशेष अपेक्षा जन्माएको छ। यद्यपि निर्माण हुन लागेको चलचित्रको शीर्षक कथा र विधाबारे हालसम्म कुनै पनि जानकारी गराइएको छैन। तर चर्चित सर्जकहरू बीचको यो सहकारीलाई लिएर आगामी दिनमा ठूलो सरप्राइज सार्वजनिक हुने अपेक्षा गरिएको छ। फिल्म सफलताको लोभ हरेक कलाकारहरूमा हुन्छ, तर यसको स्वाद कमैले चाख्न पाउँछन्। पछिल्लो समय फिल्म सफलताको सबैभन्दा बढी सुखभोग गर्ने अभिनेत्रीमा अञ्जना बराइलीको नाम अग्रस्थानमा आउँछ। अहिले उनी कीर्तिमानी अभिनेत्रीको रूपमा समेत परिचित छिन्। उनको मुख्य भूमिका रहेको पछिल्लो फिल्म पूर्णबहादुरको सारङ्गीले बक्स अफिसमा इतिहास रचेको छ। चर्चित गीत घुमी घुमीबाट दर्शकमा चिनिएकी उनले फिल्म महापुरुषबाट नेपाल फिल्म इन्डस्ट्रीमा जीवी गरेकी थिइन्। पहिलो फिल्मले नै व्यावसायिक सफलता हासिल गर्दा उनको करियर एकै पटकमा उत्कर्षमा पुग्यो। यसपछि उनले अतिथि भूमिकामा काम गरेको दोस्रो फिल्म चित्रा असफल भए पनि तेस्रो फिल्म पुजार सार्कीले सफलता हासिल गर्यो। यसले लगभग 8 करोड कमाएको छ। फिल्म पुजार सार्कीको सफलतामा रमाइरहँदा अञ्जनालाई चौथो फिल्म पूर्णबहादुरको सारङ्गीले नसोचेको खुसी दियो। यो उनको करियरको मात्र नभई नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा धेरै कमाउने फिल्म हो। यसपछि आएका उनका 2 फिल्म डोरी र महाभोज भने नराम्ररी डुबे। तर उनलाई यी 2 फिल्मको असफलताले दिएको पीडा अर्को फिल्म पराणले भुलाइदिएको छ। गत कार्तिक 14 गते प्रदर्शन भएको यस फिल्मले शनिबार 51 दिन पूरा गर्दै बक्स अफिसमा झण्डै 18 करोड कमाएको छ। यो सँगै नेपाली फिल्मको इतिहासमा पराण सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ। यसको सफलताले अञ्जनालाई अझ फाइदा पुगेको देखिन्छ, किनकि उनको अभिनय सारङ्गीमा भन्दा बढी रुचाइएको छ। यसैले यति बेला फिल्ममा उनको माग निकै बढेको छ। लगातार फिल्म सफल हुँदा उनले पारिश्रमिक पनि भत्ते बढाएकी छन्। नयाँ फिल्म परिवर्तनमा 20 लाख पारिश्रमिक लिएकी उनले पराणको सफलतापछि 25 लाखसम्म डिमान्ड गर्न थालेको बताइन्छ। हुन त लगातार फिल्म चल्दा सुनभन्दा महँगो बन्ने र फिल्म चल्न छाडेपछि पित्तल भन्दा सस्तो बन्ने नेपाली कलाकारहरूको बानी नै छ। अब अञ्जनाको हकमा के हुन्छ त्यो आगामी दिनमा नै थाहा होला।